के तपाईलाई आफ्नो शरीर एकदम कमजोर भएको जस्तो हुने अनि कामहरू गर्दा चाँडै थकाइहरू लाग्ने होइन, हातखुट्टा कम्मरहरू घुँडाहरू एकदम कर्कर कर्कर खाने, जस्तै हाड जोर्नीहरू दुख्ने, ढाड दुख्ने होइन, अनि शरीरमा बेला बेलामा सङ्क्रमण भइराख्ने, साथै खाना खान मन नलाग्ने, निन्द्राहरूमा समस्या देख्ने, जस्तै अत्याधिक निन्द्राहरू पर्ने, अनि मनोबलहरू कम भएको, इच्छा शक्ति कम भएको, आफूलाई डिप्रेसनमा गएको जस्तो महसुस हुने, यस्तो लक्षण छ। यस्तो लक्षण छ भने पक्कै पनि तपाईँलाई भाइटामिन डी डिफिसियन्सी भएको पनि हुनसक्छ है। अब जानौँ भाइटामिन डीको बारेमा है त। भाइटामिन डीलाई सनसाइन भाइटामिन पनि भन्ने गर्दछ। किन भन्ने गर्दछ भन्दाखेरि यो चाहिँ घामबाट निःशुल्क रूपमा पाइने एकमात्र भाइटामिन है त। अब भाइटामिन डी चाहिँ कसरी बन्छ भन्दाखेरि चाहिँ हाम्रो शरीरको छालाहरूमा जब घामको किरण पर्ने गर्दछ त्यसपछि त्यो शरीरमा चाहिँ कोलेस्ट्रोल चाहिँ तपाईँको कलेजोको सहायताबाट चाहिँ त्यो भाइटामिन डीमा कन्भर्ट हुने गर्दछ है त। यसको लागि चाहिँ घामको किरण एकदम आवश्यक पर्ने गर्दछ। अनि जब यो भाइटामिन डी बन्छ यो चाहिँ शरीरमा चाहिँ थुप्रै महत्त्वपूर्ण भूमिकाहरू गर्ने गर्छ। जस्तै गर्दा हाड जोर्नीहरूलाई एकदम मजबुत बनाउने, क्याल्सियमहरू बनाउने होइन त्यो काम गर्ने गर्दछ। साथै मानिसमा चाहिँ मधुमेहहरूबाट अलि बचाउने, साथै हृदय रोगहरूबाट बचाउने, साथै तपाईँको के भन्छ भन्दाखेरि डिप्रेसनबाट पनि मानिसलाई बचाउनको लागि भाइटामिन डीले ठुलो भूमिका खेल्ने गर्दछ है त। अब जानु भाइटामिन डी कस्तो मानिसहरूमा चाहिँ तपाईँको डिफिसियन्सी अथवा कम हुने गर्दछ त भन्दाखेरि 60-70 वर्ष लागेका बुढाबुढीहरूमा जसको जीवन शैली नै निष्क्रिय टाइपको हुन्छ होइन। अर्को भनेको चाहिँ तपाईँको व्यस्त जीवनशैली, जस्तै अब हामीहरू चाहिँ कामहरू गर्दाखेरि चाहिँ बिहान सबेरै 7-8 बजीतिर अफिस जाने होइन, दिनभरि अफिसभित्र बिल्डिङभित्र बस्ने, तर अनि बेलुका चाहिँ के हुन्छ 5-6 बजेपछि फर्किने। त्यसै बिहान सूर्योदय र सूर्य अस्तसम्म नै तपाईँको घामको एक्सपोजरबाट टाढा रहने त्यस्तो मानिसहरूमा हुने गर्दछ। त्यस्तै लामो समय अँध्यारोमा काम गर्ने, जस्तै हस्पिटलमा नाइट ड्युटीहरू गर्ने त्यस्तो मानिसहरूमा पनि हुने गर्दछ। जस्तै गर्भवती महिलाहरूमा चाहिँ तपाईँको भाइटामिन डी डिफिसियन्सी भएको पनि देखिएको पाइएको छ। साथै जटिल किसिमका रोगहरू जस्तै मुटुको रोगहरू, मृगौलाका रोगहरू, कलेजोको समस्याहरू भएकाहरू, साथै क्यान्सरसम्म भएका व्यक्तिहरूलाई चाहिँ भाइटामिन डी डिफिसियन्सी भएको देखिएको पाइएको छ है त। भाइटामिन डी डिफिसियन्सीको बारेमा त बुझ्नुभयो होइन। अब यसलाई अब यस्तो भएमा के गर्ने भन्दाखेरि चाहिँ भाइटामिन डी कमी छ त भाइटामिन डी नै शरीरमा पुर्याउने, जस्तै खाद्यान्नहरूबाट, जस्तै के भन्छ भन्दाखेरि दुधजन्य पदार्थहरू, चिजहरू, पनिरबाट, अनि सालमनबाट, माछाबाट होइन, जस्तै कारण नट्सहरूबाट, यस्तो कुराहरूबाट चाहिँ भाइटामिन डी तपाईँले खाएर तपाईँले त्यो रिस्टोर गर्न सक्नुहुन्छ है त। अर्को भनेको चाहिँ तपाईँले मेन स्रोत भनेकै घाम हो नि त होइन। तपाईँले अब केही समय बिहान सबेरै घाम 11-12 बजेसम्म, 8 बजे 7 बजे घाम देख्यो त्यो समयमा तपाईँले चाहिँ आफूलाई चाहिँ केही समय चाहिँ घाममा स्पेन्ड गर्नु, जसले गर्दा तपाईँलाई भाइटामिन डी घामैबाट नै तपाईँबाट आओस् है त। मेन स्रोत भनेको घाम, त्यसपछि चाहिँ तपाईँले खाद्यान्नहरूबाट गर्न सक्नुहुन्छ है त। भाइटामिन डी डिफिसियन्सी बारेमा हामीले खासमा धेरै कुरा गरिरहेको हुँदैन, त कतिलाई थाहा पनि नहुनसक्छ है त। यस्तो समस्या लिएर बस्ने, तर यो यस्तै रहेछ मेरो जीवनशैली भनेर बसिरहने मान्छेहरू थुप्रै होला नि तपाईँको वरिपरि छरछिमेकमा है त। त्यसैले भाइटामिन डी डिफिसियन्सीको बारेमा जुन भिडियो मैले बनाएको छु यो पक्कै पनि तपाईँ साथीभाइहरू, इष्टमित्रहरू, छरछिमेकीहरू, आफन्तजनहरूलाई पक्कै सेयर गर्नु होला। र भाइटामिन डी डिफिसियन्सी भनेको यो हो, यस्ता लक्षण यो हो, र यसलाई समयमा नै उपचार गर्न सकिन्छ, र खानेकुरा घामबाट भाइटामिन हामीले पाइन्छ भन्ने अवेरनेस चाहिँ सबै सामु पुर्याउनको लागि भिडियो पक्कै सेयर गर्नु होला। आशा छ यो भिडियो तपाईँलाई मन पर्यो। आउने दिनमा अर्को भिडियोको साथ उपस्थित हुन्छु भन्ने बाचा गर्दै आज म यो भिडियोबाट बिदा माग्न चाहन्छु। हस्त धन्यवाद।